हाई एभ्रिवान, आज हाम्रो ग्रामर लेसन प्रिपोजिसन बेसिक प्रिपोजिसन 8 अन इन इङ्ग्लिस लिसरा ल्याबको लेसन 3 र लेसन 3A सुरुको दुईवटा लेसनमा छ। एकचोटि हेर्नु होला। आजको प्रिपोजिसन वी समटाइम्स माइट गेट कन्फ्युज्ड, जस्तै बाई, बिसाइड, नेक्स्ट टु सिमिलर मिनिङ हुन सक्छ हैन। जस्तै नेपालीमा छेउमा, आडमा, सँगै, जे भन्दा पनि भयो। इक्जाम्पल आई एम सिटिङ अनि हामीले बाई लेख्दा नि भयो, बिसाइड लेख्दा नि भयो, नेक्स्ट टु लेख्दा पनि भयो हैन। लगभग उस्तै मिनिङ हो। आई एम सिटिङ बाई द विन्डो, आई एम सिटिङ बिसाइड द विन्डो, आई एम सिटिङ नेक्स्ट टु द विन्डो। म झ्यालको छेउमा बसिरहेको छु। तर डिटेलमा बुझ्दा चाहिँ हामीले कसरी बुझ्नु पर्यो भने बाई भनेको चाहिँ अलिकति इन्फर्मल हैन, अलिकति इन्फर्मल जस्तो। अनि बिसाइड चाहिँ मोस्ट कमन, एकदमै धेरै युज हुन्छ। नेक्स्ट टु भनेको नि बिसाइड नै भनेको, तर झ्याल र मेरो बिचमा चाहिँ अलि धेरै नजिक बिसाइड भन्दा, यसरी बुझ्नु पर्यो। तर सबैको मिनिङ चाहिँ म झ्यालको छेउमा बसिरहेको छु भनेको मतलब चाहिँ मेरो र झ्यालको बिचमा अरू केही कुरा राख्न मिलेन, त्यस्तो नजिक भन्ने अर्थ हो कि खासमा। यसरी हामीले बुझ्नु पर्यो हैन। प्लिज स्ट्यान्ड बाई मी, बिसाइड मी, नेक्स्ट टु मी, जे भन्दा नि भयो हैन। कृपया मेरो छेउमा उभिनुहोस्। हामीले बाई, बिसाइड, नेक्स्ट टु मी, जे भन्दा नि भयो। बोलीचालीको भाषामा केही नै फरक परेन, तर हामीले डिटेलमा अर्थ बुझ्दा चाहिँ हामीले अघिको जस्तै इन्फर्मल हैन। अब बिसाइड भन्यो भने मोस्ट कमन, धेरै नै युज गरिन्छ। नेक्स्ट टु भन्यो भने अलिकति नजिक हैन। इमिडिएटली बिसाइड भनेको बिसाइड भन्दा पनि नजिक, दुईवटा वस्तुको बिचमा, दुईवटा मान्छेको बिचमा भन्ने अर्थ हो के, अलि धेरै क्लोज भन्ने जस्तो हो हैन। यसरी हामीले बुझ्नु पर्यो। कम एन्ड सिट बाई किरण, आएर किरणसँगै बस, किरणको नजिक बस, किरणको छेउमा बस, जे भन्दा नि भयो। हामीले बाई किरण, बिसाइड किरण, नेक्स्ट टु किरण भन्दा पनि भयो हैन। ही इज वेटिङ यु नेक्स्ट टु द गेट, उसले तिमीलाई गेटको छेउमा पर्खँदैछ हैन। जस्तै गेट भनेको घरको गेट। अब गेटको छेउमा पर्खँदैछ भन्दा गेटको धेरै नै नजिक छ भन्दा हामीले नेक्स्ट टु भन्दा भयो हैन। अब अलिकति वरिपरि भन्दा बिसाइड भन्दा भयो। अब बाई भन्दा पनि भयो, त्यो चाहिँ अलिकति इन्फर्मल अघि नै भनिसके। यसरी हामीले बुझ्नु पर्यो हैन। देयर इज अ ट्री बिसाइड माई हाउस, नेक्स्ट टु माई हाउस, बाई माई हाउस, जे भन्दा नि भयो। मेरो घरको छेउमा एउटा रुख छ। मैले अलिकति क्लियर हुन्छ कि भने एउटा पिक्चर पनि बनाएको छु। जस्तै यो मेरो घर हो हैन। अब घरभन्दा नजिकै रुख छ भने चाहिँ हामीले नेक्स्ट टु भन्ने के अरे हैन। अलि वरिपरि हो भने चाहिँ हामीले बिसाइड भन्दा भयो। बाई भन्दा पनि भयो। दुईटै सिचुएसनमा हामीले बाई युज गर्न सक्यो हैन, एउटै मिनिङ भयो। आवर स्कुल इज बिसाइड अ हस्पिटल, हाम्रो स्कुल एउटा हस्पिटल नजिकै छ। अब हामीले नेक्स्ट टु अ हस्पिटल, बाई अ हस्पिटल, जे भन्दा नि भयो। बिट्विन बिचमा, अमङ बिचमा, दुईजना मानिस अथवा दुईवटा वस्तुहरूको बिचमा अर्को एउटा मानिस अथवा वस्तु छ भने बिट्विन भयो के अरे। अनि दुईभन्दा धेरै छ भने चाहिँ अमङ भयो। अमङको ठाउँमा कहिले कहिले अमङ्स पनि पाइन्छ, तर मिनिङ त एउटै हो। देयर इज अ फुटबल अमङ अथवा अमङ्स्ट फोर बोइज, चारजना केटाहरूको बिचमा एउटा फुटबल छ हैन। यसरी बुझ्नु पर्यो। देयर इज अ फुटबल बिट्विन टु बोइज, दुईजना केटाहरूको बिचमा एउटा फुटबल छ। ही इज वकिङ अमङ मेनी पिपल, ऊ धेरै मानिसहरूको बिचमा हिँडिरहेको छ। मेनी पिपल भनेको त दुईजना भन्दा धेरै भयो। बी इज बिट्विन ए एन्ड सी, जस्तै बी त ए र सी को बिचमा हुन्छ नि त। खासमा ए बी सी हो नि हैन। जस्तै ए र सी को बिचमा बी छ, यसरी भनेको दुईटाको बिचमा एउटा बी छ, यसरी बुझ्नु पर्यो। अर्को प्रिपोजिसन छ बिहाइन्ड। बिहाइन्ड भनेको एट द ब्याक अफ
समथिङ अर समबडी, कुनै व्यक्ति वा वस्तुको पछाडि। तर वस्तुको पछाडि छ भने हामीले behind को ठाउँमा at the back of भन्दा पनि हुन्छ। एक्जाम्पलमा there is a white board behind me, मेरो पछाडि एउटा सेतो बोर्ड छ। एउटा लेख्न बिर्सिएछ तर व्हाइट बोर्ड गर्न मिल्छ, एउटा भन्नुपर्छ। जस्तै मेरो पछाडि एउटा व्हाइट बोर्ड छ, there is a white board behind me, म त मानिस हो नि हैन। त्यसरी नै I will stand behind you, म तिम्रो पछाडि उभिने छु। अब मी र यु त मानिस हो, तर वस्तु भयो भने हामीले behind को ठाउँमा at the back of लेख्दा पनि मिल्छ। जस्तै his school is behind लेख्दा पनि भयो, at the back of a hospital, उसको स्कुल एउटा हस्पिटल पछाडि छ। behind लेख्दा नि मिल्यो, at the back of लेख्दा नि मिल्यो, किनभने हस्पिटल भनेको मानिस हैन नि, यो त एउटा वस्तु हो। यसरी बुझ्नु पर्यो। इन फ्रन्ट अफ र अपोजिट को मिनिङ चाहिँ नेपालीमा उस्तै उस्तै सुनिन्छ, तर इन फ्रन्ट अफ भनेको चाहिँ कुनै पनि वस्तु अथवा व्यक्तिको नजिकको अगाडि भन्ने हो, अनि अपोजिट भनेको चाहिँ खासमा सामुन्ने हो के, फेस टु फेस। जस्तै म यसरी उभिरहेको छु, मेरो स्टुडेन्ट पछाडि छ भने चाहिँ मैले के भन्न सक्यो, I am standing in front of you, म तिम्रो अगाडि उभिरहेको छु अथवा तिमीहरूको अगाडि उभिरहेको छु। यसरी बुझ्नु पर्यो हैन। यसरी उभिएको छु म, अनि स्टुडेन्ट चाहिँ मेरो पछाडि छ भने उनीहरूको नजिक अगाडि हुन्छ नि त, म क्लोज। यसरी बुझ्नु पर्यो। फेरि म यसरी नउभिएर यसरी फेस टु फेस भयो भने अथवा सामुन्ने रूपमा भयो भने चाहिँ फेरि मैले के भन्न पर्यो, अपोजिट हैन। I am standing opposite you, म तिम्रो सामुन्ने उभिरहेको छु। यसरी बुझ्नु पर्यो। अलिकति हामीले यहाँ नोट ध्यान दिनुपर्ने कुरा चाहिँ, जस्तै अपोजिट पछाडि हामीले अफ लाग्ला जस्तो लाग्छ नि, राख्नु हुँदैन है। अपोजिट प्लस डाइरेक्ट नाउन लेख्नुपर्छ, किनभने अपोजिट अलरेडी प्रिपोजिसन हो, फेरि अर्को अफ प्रिपोजिसन राख्न हुँदैन हैन। त्यसैले I am standing opposite of you होइन, डाइरेक्ट नाउन लेख्ने हैन, म तिम्रो सामुन्ने उभिरहेको छु। यसरी बुझ्नु पर्यो। They are playing in front of the school, उनीहरू स्कुलको अगाडि खेल्दैछ अथवा खेल्दैछन्। नेपालीमा अलि मिस्टेक भयो हैन। My house is opposite the park, मेरो घर पार्कको सामुन्नेमा छ। अपोजिट अफ द पार्क भन्नु हुँदैन, अपोजिट अनि डाइरेक्ट नाउन भन्ने हो हैन। यसरी बुझ्नु पर्यो। अब अर्को अलिकति कन्फ्युज हुने चाहिँ, जस्तै बाइ र विथ, नेपालीमा चाहिँ ले द्वारा भन्ने हुन्छ। जब हामीले बाइको प्रयोग गर्छौं नि यो अर्थमा, जहिले पनि प्यासिभ स्ट्रक्चरमा भन्नु पर्यो हैन, बाई प्लस पिपल हैन। एजेन्ट हुँदाखेरिमा हामीले यसरी भन्न पर्यो। तर फेरि औजारहरू छ, जस्तै कुनै पनि टुल्सहरू छ भने चाहिँ हामीले टुल्स प्लस इन्स्ट्रुमेन्टसँग चाहिँ हामीले विथ भन्न पर्यो। नेपालीमा मिनिङ चाहिँ ले द्वारा नै आउन चाहिँ, तर टुल्स र इन्स्ट्रुमेन्ट छ भने विथ भन्ने, अनि त्यसपछि प्यासिभमा बाई छ भने चाहिँ एजेन्ट भन्नु पर्यो। जस्तो एक्जाम्पलबाट बुझिन्छ, English is spoken by the largest number of people in the world भनेर अर्को फ्रेज थप्दा पनि भयो हैन। अंग्रेजी सबैभन्दा धेरै मानिसहरूद्वारा बोलिन्छ। अब यहाँनिर चाहिँ हामीले के बुझ्नु पर्यो भने, इज भनेको बी भर्ब भयो, अनि स्पोकन भनेको भर्ब 3, यो चाहिँ प्यासिभको स्ट्रक्चर हो, अनि बाई द लार्जेस्ट नम्बर अफ पिपल, बाई छ अनि पिपल आयो नि त। यसरी हामीले बुझ्नु पर्यो हैन। फेरि अर्को एक्जाम्पल हेर्नु त, लन्च इज कुक्ड बाई माई मदर, मेरो आमाद्वारा बिहानको खाना पकाइन्छ। जस्तै लन्च भनेको चाहिँ बिहानको खाना हो हैन। यो सेन्टेन्समा नि हेर्नु त, इज छ हैन, यो चाहिँ बी भर्ब भयो, अनि कुक्ड भर्ब 3 चाहिँ यो बी भर्ब प्लस भर्ब 3 हुने बित्तिकै के भयो, प्यासिभको स्ट्रक्चर भयो। अब फेरि जस्तै नाइफ, नाइफ भनेको चक्कु हैन, स्पुन भनेको चम्चा, यो त टुल्स र इन्स्ट्रुमेन्ट हो नि। अब यो पछि चाहिँ हामीले के लेख्नु पर्यो, विथ हैन। पहिला विथ लेख्नु पर्यो, अनि
टुल्स र इन्स्ट्रुमेन्ट लेख्न पनि यहाँ अलिकति मिस्टेक भएछ, विथ अगाडि लेख्नुपर्छ हैन। त्यही पनि एक्जाम्पलमा बुझिन्छ। मुना एट राइस विथ अ स्पुन। मुनाले चम्चाले भात खाइन्। जस्तै विथ अनि स्पुन भनेको त इन्स्ट्रुमेन्ट जस्तो भयो नि, यसरी बुझ्नु पर्यो हैन। फेरि अर्को एक्जाम्पल यहाँ नेपालीमा लेख्ने अलिकति ठाउँ अटाएन। कट द एप्पल विथ अ नाइफ हैन। चक्कुले एप्पल काट। यसरी विथ प्लस के भन्नु पर्यो, टुल्स हुनु पर्यो हैन, औजार। यसरी हामीले बुझ्नु पर्यो। अर्को हामीलाई अलिकति कन्फ्युजन हुने प्रिपोजिसन चाहिँ जस्तै ड्युरिङ र विदिन। जस्तो मैले यहाँ सानो पिक्चर पनि बनाएको छु। ड्युरिङ भनेको चाहिँ कुनै पनि दिएको समयको पुरै अवधि, जस्तै यहाँदेखि यहाँसम्म चाहिँ एउटा समयको अवधि छ, त्यो पुरै समयको अवधिलाई चाहिँ हामीले ड्युरिङ भन्न पर्यो हैन। अनि विदिन भनेको चाहिँ मानौँ एउटा समयको अवधि छ हैन, त्यो समयको अवधिभित्र त्यो समय सकिनुभन्दा अगाडि कुनै पनि बेलामा भन्ने अर्थमा चाहिँ विदिन भन्नु पर्यो। जस्तै यहाँदेखि यहाँसम्म पुरै समयको अवधि चाहिँ ड्युरिङ भयो हैन। अब यहाँदेखि यहाँसम्म एउटा समयको अवधि छ, तर समय सकिनु अगाडि कुनै पनि बेलामा भनेको चाहिँ जस्तै यो पोइन्टसम्म नि हुनसक्छ, त्यो पनि विदिन भयो। यो पोइन्टसम्म नि हुनसक्छ, त्यो पनि विदिन भयो हैन। दिएको समयभन्दा अगाडि नै भन्ने अर्थमा चाहिँ फेरि विदिन भन्नु पर्यो के हैन। यसरी बुझ्नु पर्यो हैन, भित्रमा भन्ने अर्थ भयो। अनि अर्को पोइन्ट चाहिँ हामीले के सम्झिनु पर्यो भने ड्युरिङको ठाउँमा चाहिँ हामीले इन लेख्न पनि हुन्छ हैन, एकदमै मिल्छ। अनि विदिनको ठाउँमा पनि हामीले इन लेख्न चाहिँ मिल्छ। तर फेरि विदिनको ठाउँमा ड्युरिङ, ड्युरिङको ठाउँमा विदिन लेख्ने होइन नि, यो चाहिँ हामीले याद गर्नु पर्यो। अब एक्जाम्पलमा हेरौँ है। डोन्ट युज योर फोन ड्युरिङ द क्लास हैन। कक्षा हुने समयभरि फोन प्रयोग नगर। कक्षा जति समयसम्म हुन्छ त्यति समयभरि फोन प्रयोग नगर भन्ने अर्थ भयो हैन। जस्तै इट रेन्स ड्युरिङ समर। वर्षा मौसमभरि पानी पर्छ। जस्तै समरको सिजनभरि पानी पर्छ भन्ने अर्थ भयो हैन। अब हामीले यहाँ ड्युरिङको ठाउँमा इन लेख्न सक्यो, केही फरक परेन। यहाँ पनि ड्युरिङको ठाउँमा इन लेख्दा पनि भयो। जस्तै डोन्ट युज योर फोन इन द क्लास, इट रेन्स इन समर, यसरी लेख्दा पनि भयो हैन। अनि विदिन भनेको चाहिँ एउटा समय छ, त्योभन्दा अगाडि जहिले पनि हुन सक्यो। जस्तै आई विल रिटर्न योर मनी विदिन 1 विक। एक हप्ताभित्रमा। एक हप्तामा त 7 दिन हुन्छ, अनि त्यो 7 दिनमा 2 दिन पनि हुनसक्छ, 5 दिन पनि हुनसक्छ हैन। त्यो 7 दिनभन्दा अगाडि भन्ने हो के, दिएको समयभन्दा अगाडि हैन। म तिम्रो पैसा 1 हप्ताभित्र फिर्ता गर्नेछु। आई विल रिटर्न योर मनी विदिन 1 विक। यसरी बुझ्नु पर्यो हैन। अब यहाँ विदिनको ठाउँमा फेरि इन लेख्न पनि मिल्यो। वी विल कम देयर विदिन 2 आवर्स। हामी 2 घन्टाभित्र त्यहाँ आउनेछौँ भनेको मतलब 2 घन्टा चाहिँ समय छ हैन। 2 घन्टा अगाडि जति बेला पनि हुन सक्यो। यस्तोमा चाहिँ हामीले विदिन लगाउनु पर्यो हैन। समयको अवधि अनि भित्रमा, दिएको समयको भित्रमा। यसरी हामीले प्रिपोजिसनको कन्फ्युजन एक्जाम्पलबाट हटाउन सकिन्छ। ओन्ली दिस मच फर टुडे। आई विल कम अगेन विथ अ न्यू ग्रामर लेसन्स।